नमस्कार। आज हामी नेपालको भूगोल, यसको अलिकति जटिल प्रशासनिक यात्रा अनि यहाँका स्रोत साधनबारे अलि गहिरिएर कुरा गर्दैछौँ। नमस्ते। हो, हामीसँग सरकारी प्रकाशनहरू अनि अरू तथ्याङ्कहरू छन्। यसबाट नेपालको समग्र चित्र बुझ्न कोसिस गरौँला। एकदम। खास गरी लिच्छवीकालदेखि गणतन्त्रसम्म आइपुग्दा कसरी प्रशासनिक विभाजन बदलियो, क्षेत्रफल कसरी घटबढ भयो, यी कुराहरू रोचक छन्। हो नि। अनि यी विभाजनले स्रोत र जनसङ्ख्यालाई कसरी असर पारेको छ त्यो पनि हेर्नुपर्छ। यसले अहिलेको अवस्था बुझ्न सघाउँछ। ल सुरु गरौँ है त। नेपालको अवस्थितिबाटै चारैतिर जमिन होइन, समुद्र त 1100 किलोमिटर भन्दा टाढा छ। भूपरिवेष्टित अक्षांश र देशान्तरले उत्तरी गोलार्धमा पार्छ। क्षेत्रफलको कुरा गर्दा अहिले लिम्पियाधुरा सहितको नयाँ नक्साले 1,47,516 वर्ग किमी देखाउँछ होइन, पहिलेको भन्दा अलिकति थोरै बढ्यो। हो, तर एउटा महत्त्वपूर्ण कुरा के छ भने नि, त्यो 1816 को सुगौली सन्धि हुनुभन्दा अगाडि त नेपाल झण्डै 2,05,000 वर्ग किलोमिटर थियो रे। ए हो र, निकै ठुलो रहेछ त। सन्धिले ठुलो हिस्सा गुम्यो, त्यसको असर त भनौँ न अझै छ। अहिले विश्वको कुल क्षेत्रफलमा त नेपाल सानो नै हो, 0.03% जति। तर दक्षिण एसियामा चाहिँ? दक्षिण एसियामा भने झण्डै 3% जति भूभाग ओगट्छ। अनि क्षेत्रफलमा विश्वको 93औं स्थान, तर जनसङ्ख्यामा 49औं। भनेपछि त जनघनत्वको चाप बढी देखियो नि, होइन त? एकदम। पूर्व पश्चिम लम्बाई लगभग 895 किमी, तर उत्तर दक्षिण चौडाइ औसतमा 193 किमी मात्रै। यो अलि साँगुरो बनावट हो। अनि भारत र चीनसँगको सिमाना, त्यो त झन् भू-राजनीतिक हिसाबले कति महत्त्वपूर्ण हो त नि। अब अलिकति इतिहासतिर जाउँ, यो राजनीतिक विभाजन कसरी भयो भनेर। जाउँ न। लिच्छवी कालमा 13 क्षेत्र थिए रे है? हो, पछि पृथ्वीनारायण शाहले एकीकरण गरेपछि अलि व्यवस्थित भयो। भीमसेन थापा, वीर शमशेर, उहाँहरूले पनि जिल्ला घटाउने बढाउने गर्नुभयो, शासन सजिलो बनाउनलाई। तर त्यो अहिले धेरैले सम्झिने त राजा महेन्द्रले 2018 सालमा बनाएको 14 अञ्चल 75 जिल्ला हो नि, होइन? हो, त्यो संरचनाले लामो समय काम गर्यो। पछि 2037 सालमा राजा वीरेन्द्रले 5 विकास क्षेत्र थपे, क्षेत्रीय सन्तुलन मिलाउन खोजेको होला। अनि त्यसपछि त उथलपुथर नै भयो भनौँ न। 2072 को संविधान आयो। सङ्घीय संरचना, यो ठूलो परिवर्तन हो। शक्तिलाई केन्द्र, प्रदेश र स्थानीय तहमा बाँड्ने। यसले 7 प्रदेश र 77 जिल्ला बनायो। 77 जिल्ला कसरी? नवलपरासी र रुकुमलाई 2-2 भागमा बाँडेर। त्यसले अलिअलि प्रशासनिक झन्झट पनि थप्यो कि 2074 भाद्र 5 देखि चाहिँ यो पूर्ण लागू भयो। ए त्यस्तो पो। अब यी 7 प्रदेशकै कुरा गरौँ न। क्षेत्रफलमा सबभन्दा ठुलो कर्णाली रे। हो, कर्णाली, तर जनसङ्ख्या चाहिँ सबभन्दा कम त्यही छ। उल्टो पो। अनि मध्य प्रदेश ठिक उल्टो, क्षेत्रफलमा सबभन्दा सानो तर जनसङ्ख्या निकै बाक्लो। अनि बागमती नै? बागमती चाहिँ जनसङ्ख्यामा सबैभन्दा अगाडि, राजधानी पनि परेपछि। यो विविधताले के देखाउँछ भने हरेक प्रदेशको विकासको मोडल फरक हुनुपर्छ। हो त नि। अब स्थानीय तहतिर लागौँ, कति छन् रे जम्मा? 753 उपमहानगर, 276 नगरपालिका अनि 460 गाउँपालिका। निकै धेरै सङ्ख्या हो यो। वडा त झन् 6,743 वडा रे। बाप रे। यसले स्थानीय तहमा सेवा दिन र स्रोत जुटाउन कति गाह्रो होला भन्ने देखाउँछ। अनि अर्को कुरा, मनाङ, मुस्ताङ जस्ता 5 जिल्लामा त नगरपालिका नै छैन। यो हो र, पुरै गाउँपालिका मात्रै। अनि उता काठमाडौँ, भक्तपुरमा फेरि गाउँपालिका नै छैन, सबै नगरपालिका वा महानगर। यो पनि भूगोल र जनसङ्ख्याकै असर हो। अनि क्षेत्रफलमा सबभन्दा ठुलो स्थानीय तह कुन रे? हुम्लाको नामखा गाउँपालिका निकै ठुलो छ। सबभन्दा सानो चाहिँ भक्तपुर नगरपालिका। अनि कतै कतै रमाइला नाम पनि दिएका छन् नि सहरलाई। सेल्फी सिटी, ग्रिन सिटी। हो, धनकुटालाई सेल्फी सिटी, हेटौडालाई ग्रिन सिटी भन्छन् ग्यारे। स्थानीय पहिचान बनाउने प्रयास होला। अनि कतै त कार्यक्रमै अनौठा छन्। जस्तै सल्यानको एउटा नगरपालिकाले भैँसी सुत्केरी भत्ता दिन्छ रे। अनि म्याग्दीको एउटा गाउँपालिकाले 1 विद्यार्थी 1 ओखर बोट भन्ने कार्यक्रम चलाएको छ। रमाइलो रहेछ। स्थानीय आवश्यकता अनुसारको प्रयास भनौँ न। हो, अब यत्रो प्रशासनीय कुरा गर्यौं, यसलाई स्रोतसँग जोडौं न। जलस्रोतमा त नेपाल धनी नै मानिन्छ नि, होइन र? हो नि।
ब्राजिलपछि दोस्रो भन्छन् त। 6000 भन्दा बढी नदीनाला, कोशी, गण्डकी, कर्णाली कति ठूला नदी प्रणाली छन्। जलविद्युतको सम्भावना त झन् 83,000 मेगावाट, तर सुनिन्छ प्राविधिक रूपमा 42,000 जति मात्रै निकाल्न सकिन्छ रे। त्यो पनि किन हुन सकिरहेको छैन होला? खै, त्यसमा धेरै कुरा छन्। लगानी, प्रविधि, कहिलेकाहीँ वातावरणीय चासो, नीतिगत कुराहरू, चुनौती धेरै छन्। अनि खनिज नि, फलाम, तामा, सुन, ग्यास, यिनीहरूको के छ अवस्था? सम्भावना देखाइएको छ। फुलचोकीमा फलाम, कुलेखानीतिर तामा, नदी किनारमा सुन, चोभारमा चुनढुङ्गा, दैलेखमा ग्यास। तर धेरैजसोको व्यावसायिक उत्खनन हुन सकेको छैन। भनेपछि स्रोत भएर मात्र नहुने रहेछ, त्यसलाई प्रयोग गर्ने योजना र क्षमता पनि चाहियो। त्यही त, कुरो त्यही हो। साँच्चै नेपालको यो चित्र हेर्दा कति विविधता, कति पटक परिवर्तन भएको प्रशासन, अनि यति धेरै स्रोत तर उपयोग कम, निकै जटिल रहेछ है। एकदमै। यी सबै तथ्याङ्कले के देखाउँछ भने स्रोत हुनु एउटा कुरा हो, तर त्यसको सही व्यवस्थापन र न्यायोचित वितरण गर्नु त्योभन्दा ठूलो चुनौती हो। सङ्घीयताले यसमा केही गर्ला भन्ने आशा त छ, तर बाटो लामो छ। त्यसो भए आजको लागि श्रोताहरूलाई एउटा प्रश्न छोडौँ न त। यति धेरै प्राकृतिक स्रोत र यो सधैँ बदलिरहने जस्तो देखिने प्रशासनिक संरचनालाई हेर्दा भविष्यमा नेपालको सन्तुलित विकासको सम्भावना चाहिँ कस्तो देख्नुहुन्छ होला? यो